नमस्कार। यहाँलाई स्वागत छ कार्यक्रम सचेतनामा। दर्शकवृन्द, आजको यो श्रृङ्खलामा हामीले देशको अर्थतन्त्र साथसाथै निजी क्षेत्रको अवस्थाको सन्दर्भमा चाहिँ नि कुराकानीहरू गर्न गइरहेका छौँ र सोका लागि आज हामीले आमन्त्रण गरेका छौँ नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालज्यूलाई। उहाँसँग चाहिँ हामीले अहिलेको देशको आर्थिक अवस्था कस्तो छ, निजी क्षेत्रले चाहिँ नि कस्तो अवस्था चाहिँ भोगिरहेको छ र जुन हालै सम्पन्न निर्वाचनपछि जुन लगभग 2/3 सरकारको गठन हुने प्रक्रियामा छ, यसले चाहिँ निजी क्षेत्रलाई कतिको उत्साहित तुल्याएको छ भन्ने लगायतका विविध सवाल उप केन्द्रित रहेर कुराकानीहरू गर्नेछौँ र उक्त कुराकानी पूर्व यहाँहरूमा राख्न चाहन्छौँ उहाँको विषयमा तयार पारिएको एउटा छोटो भिडियो प्रोफाइल। कमलेश कुमार अग्रवाल नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष हुनुहुन्छ। उहाँसँग ब्याङ्किङ, बिमा र पूर्वाधार उद्योग सम्बद्ध रहँदै आर्थिक क्षेत्रमा सक्रिय रहेको करिब 3 दशकभन्दा बढीको अनुभव रहेको छ। अग्रवाल यसअघि चेम्बरको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो भने त्यसअघि उपाध्यक्ष, महासचिव, सचिव तथा कार्यसमिति सदस्यका रूपमा रहेर करिब 20 वर्षदेखि सक्रिय रूपमा चेम्बर आन्दोलनमा होभिँदै आउनु भएको छ। अग्रवालले विगतमा सरकारको अर्धस्वामित्वमा रहेको नेपाल ढलोट उद्योगको अध्यक्षका रूपमा 7 वर्षसम्म कार्यभार सम्हाल्नु भएको थियो। त्यस्तै उहाँले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको अध्यक्षको हैसियतले पनि कार्यभार सम्हाल्नु भएको छ। वाणिज्य शास्त्रमा स्नातकोत्तर अग्रवाल राजस्व सम्बन्धी विषयका जानकार तथा विज्ञका रूपमा समेत परिचित हुनुहुन्छ। उहाँले त्रिभुवन विश्वविद्यालयबाट व्यवसाय प्रशासन, वाणिज्य तथा सार्वजनिक प्रशासनमा डिप्लोमा प्राप्त गरी वाणिज्य विषयमा स्नातकोत्तर अध्ययन पुरा गर्नुभएको छ। अर्थशास्त्रमा गहिरो ज्ञान राख्नुहुने अग्रवालले लेखा समिति, लगानी समिति तथा कर्मचारी कल्याण समिति जस्ता विभिन्न समितिहरूमा रहेर पनि जिम्मेवारी वहन गर्नुभएको छ। त्यसैगरी उहाँले राष्ट्रिय बिमा संस्थान तथा एनएमबी ब्याङ्कको सञ्चालक समितिमा रहेर समेत कार्यभार सम्हाल्नु भएको छ। त्यस्तै उहाँले नेपालकै अग्रणी बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड र नेपाल सरकारको स्वामित्वमा रहेको वित्तीय संस्था नागरिक लगानी कोषको सञ्चालक समितिमा रहेर पनि कार्यभार सम्हाल्नु भएको छ। अग्रवालको फोम तथा पोलिमर उद्योगहरूमा समेत लगानी रहेको छ। उहाँको रोबिन फोमिङ एन्ड पेपर प्रोडक्ट प्राली, रोबिन पोलिमर्स प्राली तथा रोबिन कमर्सियल सेन्टर जस्ता कम्पनीहरूमा लगानी रहेको छ। साथै उहाँले पर्यटन उद्योग अन्तर्गत हयात प्यालेस तथा कृषि क्षेत्र अन्तर्गत जनता एग्रो एन्ड फरेस्ट्री लिमिटेडमा पनि लगानी विस्तार गर्नुभएको छ। उद्योगतर्फ अग्रवालले सिमेन्ट लगायतका उद्योगहरूमा समेत लगानी गर्नुभएको छ। भद्र एवं शालीन स्वभावका अग्रवाल निजी क्षेत्रमा बौद्धिक व्यक्तित्वका रूपमा चिरपरिचित हुनुहुन्छ। यसमाझमा उहाँले निजी क्षेत्रको विकास तथा नेपाली अर्थतन्त्रमा व्यापार र वाणिज्यको प्रतिस्पर्धात्मकता बढाउन र औद्योगिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आउनु भएको छ। सरकारी नीति तथा कार्यविधिमा उहाँले दिएका सुझावहरूले अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुग्दै आएको पनि छ। स्वागत छ यहाँलाई कार्यक्रम सचेतनामा। धन्यवाद। हाल केमा व्यस्त हुनुहुन्छ? होइन, चेम्बर एक्टिभिटिजमै बढी अहिले त सबै भनौँ न निर्वाचनको प्रक्रियामा पनि लागिरहेको थियो। चेम्बरले पनि यसपल्ट अनुगमन गर्ने अभिभार प्राप्त भएको थियो। यही हो व्यस्तता भनेको। अहिले चाहिँ देशको आर्थिक अवस्था के कस्तो स्थितिमा छ र निजी क्षेत्र चाहिँ कस्तो अवस्थामा गुज्रिरहेको छ भन्ने सन्दर्भमा संक्षेपमा चाहिँ केही प्रकाश पारिदिनुहोस् न। होइन, यो भन्दा अगाडि हामी यो 1 दशककै अर्थतन्त्रको सूक्ष्म विश्लेषण गरौँ। नयाँ संविधान जारी गरेपछि पहिलो 3 वर्ष चाहिँ देशको अर्थतन्त्र राम्रै थियो। हामीले 7.7% को आर्थिक वृद्धि दर हासिल गरेकै थियौँ। त्यसपछि कोभिड महामारी सुरु भयो। त्यसपश्चात हाम्रो अर्थतन्त्र अत्यन्त भोलाटाइल रह्यो। कहिले पनि 5.5 भन्दा माथि जान सकेन, किनभने अर्थतन्त्रमा न त आर्थिक नीतिहरूको स्टेबिलिटी रह्यो, न हाम्रो पोलिसीहरू सही ढङ्गले लागू गरिए। त्यसको पछाडि 2टा कारण थियो। हेर्नुहोस्, एउटा त पोलिटिकल स्टेबिलिटी, राजनैतिक स्थायित्व पनि थिएन। त्यसपछि आर्थिक नीतिहरूको स्थायित्व पनि भएन। कर्मचारीहरू पनि
राजनीतिक आस्थाको हिसाबले नियुक्त हुन थाले। राजनीतिक परिवर्तन हुने बित्तिकै सिनियर कर्मचारीहरू पनि परिवर्तन हुन थाले, जसले गर्दाखेरि कुनै पनि एउटा स्टेबलाइज्ड इकोनोमिक पोलिसीहरू लागू हुन सकेन। केही समय अगाडि जुन यो 6 महिनै भयो होला जेनजी आन्दोलन भएको थियो नि त तपाईँको, त्यो पनि यो आर्थिक समृद्धि नहुनुको पछाडि नै हो। किनभने जेनजी आन्दोलन भनेको 3टा कारणको लागि थियो: सुशासन, भ्रष्टाचार निवारण र रोजगारी सृजना। सुशासन र भ्रष्टाचार निवारण नभइकन रोजगारी सृजना हुन सकेन। हेर्नुहोस्, आर्थिक शिथिलतामा त रोजगारी सृजना के भएको रोजगारी पनि बन्द भएर पलायन हुने अवस्था सृजना भएको थियो। अब यो जेनजी आन्दोलन पश्चात हाम्रो राजनीति एकदम संवेदनशील मोडमा पुगेको थियो। तर केही समय अगाडि यो हाम्रो जेनजी आन्दोलन पश्चात गठन भएको सरकारले एउटा जुन यो निर्वाचन सम्पन्न गर्नुभयो, शान्तपूर्ण वातावरणमा कुनै अप्रिय घटना नघटिकन जनताको पनि महत्त्वपूर्ण सहभागिता देखाएर त्यसको लागि त यो वर्तमान सरकार धन्यवादकै पात्र हो। हेर्नुहोस्, अब जेनजी आन्दोलन पश्चात आर्थिक समृद्धिको विकल्प छैन भन्ने कुरा एउटा मेसेजको। त्यो दौरानमा के भयो भने निजी क्षेत्रको पनि झन्डै 80 बिलियनभन्दा बढी सम्पत्तिहरूको नोक्सानी भयो, जसले गर्दाखेरि निजी क्षेत्रको मनोबल अत्यन्त क्षीण भएर पनि गयो। एउटातर्फ आर्थिक नीतिहरूले निजी क्षेत्रको मनोबल खसिएको अवस्थामा फेरि यसरी जेनजी आन्दोलनको दौरानमा भएको क्षतिहरूले त झन् निजी क्षेत्रको मनोबल त नउस्किने स्थितिमा आयो नि त। तपाईँ झन्डै यसले पनि ब्याङ्किङ सेक्टरमा 12 खरबभन्दा बढी लगानी योग्य रकम छ, सस्तो ब्याज दरमा उपलब्ध छ, निजी क्षेत्र आकर्षित हुन सकेन। विदेशी लगानी ठप्प जस्तै भएर गयो। त्यो दौरानमा आर्थिक नीतिहरू सही ढङ्गले लागू नभएको कारणले नै नीतिगत समस्याले, मौद्रिक नीतिको समस्याले 1.5 लाखभन्दा पनि बढी उद्यमी व्यवसायीहरू कालो सूचीमा परे, जुन अहिले पनि पीडित छन्। घर जग्गा कारोबार, शेयर बजार यी सबै शिथिल भएर गए। आज यहाँले हेर्नुभयो भने यो 6 महिनाको दौरानमा हरेक पत्र पत्रिकामा नि जुन यो कोल्याट्रलमा राखेको निजी क्षेत्रको सम्पत्ति थियो त्यो बिक्रीको लागि मात्रै न्युजहरूले भरिएको हुन्छ कि सूचनाहरूले भरिएको हुन्छ। यसबाट के देखियो भने अर्थतन्त्र अत्यन्त शिथिल अवस्थामा। अब यो निर्वाचन सम्पन्न भएपछि हामी अगाडि बढौँ। यसपल्ट 2टा कुरा भए। जनताले परिवर्तन चाहेको थियो, जनताले परिवर्तन आज गरेरै छोड्यो। निजी क्षेत्रले राजनैतिक स्थायित्व चाहेको थियो, राजनैतिक स्थायित्व आइसकेको छ। अहिलेसम्मको यो संविधान जारी भए पश्चात यो संवैधानिक संरचनाको कारणले कुनै एक दलले यसरी झन्डै 2/3 बहुमत ल्याउला भन्ने कुरा असम्भव जस्तै, कल्पनाभन्दा पनि बाहिर भइसकेको वर्तमान अवस्थामा यसपल्ट राष्ट्रिय स्वतन्त्र पार्टीले त्यो लेभलको बहुमत लिएर आयो भनौँ न। अब निजी क्षेत्र अत्यन्त उत्साहित हुनै पर्यो। देशमा चाहिँ जुन रूपमा जेनजी आन्दोलन भयो त्यसपछि हालै चाहिँ निर्वाचन सम्पन्न भएको छ हैन। यो निर्वाचनले नयाँ म्यान्डेट चाहिँ नि अहिले लिएर आएको छ। रासोपाले चाहिँ लगभग 2/3 को सरकार गठन गर्ने चाहिँ नि सङ्घारमा पुगेको छ। थाई सरकारको प्रतीक्षामा लामो समयदेखि रहिरह्यौँ हैन। अब आउने सरकारले चाहिँ नि जुन रूपमा अहिलेका निजी क्षेत्रका चाहिँ समस्याहरू छन्, जुन रूपमा आर्थिक क्षेत्रका चाहिँ नि अहिलेका समस्याहरू छन्, यसलाई चाहिँ कसरी सम्बोधन गरेर अगाडि बढ्नु पर्ला भन्ने लाग्छ यहाँलाई? यो राष्ट्रिय स्वतन्त्र पार्टीले देशको अर्थतन्त्रलाई हामी कसरी आर्थिक समृद्धितिर लाने भन्ने कुराहरूमा आफ्नो राजनीतिक घोषणापत्रमा पनि प्रष्ट पारिसकेको छ। जस्तो हाम्रो आर्थिक वृद्धि दर औसतमा 7% माथि रहने भनेर, निजी क्षेत्रले चाहेको पनि 7% माथिको नै आर्थिक वृद्धि दर हो। 7 भन्दा मुनि भनौँ न, 6 भन्दा मुनि भयो भने त निजी क्षेत्र कुनै पनि लगानी गर्न आकर्षणै हुँदैन। दोस्रो, अहिले हाम्रो 60 खरबको जुन अर्थतन्त्रको आकार छ, 5 वर्षमा 100 खरब पुर्याउँछौँ भनेको छ। पर क्यापिटा इन्कम 2500 भन्दा पनि माथि लाने कुरा छ। यी सबै आर्थिक घोषणामा आएका कुराहरू पार्टीका लागू गर्नको लागि त आर्थिक समृद्धिको लागि आर्थिक लगानी मैत्री वातावरण त तयार गर्नु पर्यो नि त। यसको लागि कति नयाँ ऐन कानुनहरू पुनरावलोकन गरेर ल्याउनु पर्यो, या कति खारेजी नै गर्नु पर्यो, नयाँ नै लेख्नु पर्यो। दोस्रो कुरा, अहिले जुन अवस्था छ नि
जो अवस्था कस्तो छ भने सुशासनको धेरै ठुलो समस्या छ। हाम्रा धेरै ऐन कानुनहरूले कर्मचारी तन्त्रलाई कामै गर्न दिएको छैन, सानो सानो कामको लागि पनि लामो समय लाग्ने भनेर। अब मलाई लाग्छ यो सरकार आउने बित्तिकै नै निजी क्षेत्रको कामलाई प्राथमिकतामा राखेर फास्ट ट्र्याकबाट एउटा डिसिजन गराउने कुनै त्यस्तो एउटा व्यवस्था गर्न सक्यो भने निजी क्षेत्र आकर्षित हुन्छ। यहाँ त लामो लामोसम्म डेभलपमेन्टका फाइलहरू त प्रशासनिक प्रक्रियामा अड्केकै छ, कसैले त्यो आँट पनि गर्न सकेको छैन। एउटा त के भयो, राजनैतिक भागबण्डाको कारणले विशेषज्ञहरू पनि नियुक्त हुन पाएनन्। राजनैतिक आस्थाको हिसाबले कर्मचारीहरूको छनौट भइरहेको अवस्थामा आज जुन विशेषज्ञहरूको आवश्यकता थियो, आँट लिने खालको कर्मचारीहरूको आवश्यकता थियो र देशको विकासमा हामी पनि बराबर सहभागी हुन्छौँ भन्ने भावना लिएर जुन कर्मचारी तन्त्र आउनु पर्थ्यो, अब त्यो आशा निजी क्षेत्रले गरेको छ। तपाईँको हिजो मात्रै सेयर मार्केट राम्रै बढ्यो, हेर्नुहोस्, यो पनि एक हिसाबले निजी क्षेत्रको उत्साहको द्योतक हो। अब आउने दिनमा भनौँ न 1 हप्ता 10 दिनमा नयाँ सरकार गठन हुन्छ। नयाँ सरकारले आर्थिक समृद्धिलाई प्रतिबद्धता त आइसकेको छ, प्राथमिकतामा राखेर अगाडि बढ्न सक्नु पर्यो, जसले गर्दाखेरि स्वदेशी लगानी पनि एउटा प्रोत्साहन हुन्छ र विदेशी लगानी पनि आकर्षण हुन्छ भन्ने कुरा निजी क्षेत्रलाई लागेको छ। त्यसैले समग्रमा अहिलेको विश्लेषण गर्दाखेरि नयाँ निर्वाचन परिणाम आइसकेपछि निजी क्षेत्र अत्यन्त उत्साहित छ र अब निजी क्षेत्र पनि सरकारको यो आर्थिक समृद्धिको बाटोमा सहयोग गर्न एकदम आतुर रहेको म जानकारी गराउँछु। अहिले चाहिँ देशको ट्रेन्ड हेर्ने हो भने करिब दैनिक चाहिँ 2500 युवाहरू चाहिँ विदेशी रहेको चाहिँ अवस्था छ हैन। देशमा चाहिँ रोजगारीको अवस्था पनि त्यति अनुकूल चाहिँ देखिँदैन। वास्तवमा जुन रूपमा अबको दिनमा हामीले उत्पादनशील क्षेत्रमा पनि लगानी विस्तार गर्दै रोजगारीको अवस्थासँग सिर्जना गर्नुपर्ने चुनौतीहरू छ हैन। वास्तवमा अब चाहिँ यो विषयलाई चाहिँ अब बन्ने सरकारले कसरी सम्बोधन गर्नुपर्छ भन्ने लाग्छ त यहाँलाई? जेनजी आन्दोलनको एउटा मूल माग नै रोजगारी सृजना थियो। नेपाल प्रचुर सम्भावना भएको देश हो। हामी कहाँ धेरै नै प्राकृतिक स्रोतहरू छ, तर त्यो प्राकृतिक स्रोतहरूको सदुपयोग हुन सकेन। प्राकृतिक स्रोतहरूको सदुपयोग नभइकन निर्यात प्रवर्धन पनि हुन सकेन र देशमा रोजगारी पनि सृजना हुन सकेन। सरकारको नीतिले नै गर्दाखेरि नेपाल एउटा आयातमुखी अर्थतन्त्रमा लामो समयदेखि रहिरहेको थियो। अब आउने सरकारले रोजगारी सृजनाको लागि हाम्रो यो एउटा त आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नु पर्यो। आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नको लागि एउटा कृषि भनौँ न, कृषिमा हामी कहाँ फर्टाइल ल्यान्ड छ, त्यत्रो इरिगेसनको लागि नदीहरू छ तापनि आज गत वर्ष मात्रै हामी 300 बिलियन भन्दा बढीको खाद्यान्न आयात गर्यौँ, किनभने हामी कहाँ प्रोडक्टिभिटी भनेको अत्यन्त न्यून छ। किसानहरूलाई कृषि नीतिको कारणले न त समयमा मल बिउ बिजनहरू हामीले उपलब्ध गराउन सकेको छौँ, न उहाँहरूको लागि मार्केट तयार गरेर दिन सकेका छौँ। हामीभन्दा एकदम रिभर्स सिचुएसन इजरायलको छ, डेजर्ट ल्यान्ड छ, त्यहाँ वेस्ट वाटरबाट इरिगेसन गरिन्छ, तर हामीभन्दा प्रोडक्टिभिटी त्यहाँको डबल ट्रिपल छ धेरै आइटमहरू। त्यसकारण के छ, प्रविधि भित्र आएर कृषि क्षेत्रलाई उत्पादनशील प्रतिस्पर्धी बनाउन सक्यो भने एउटा त धेरै ठुलो रोजगारी यो क्षेत्रमा सृजना हुन सक्छ। अर्को भनेको हाम्रो प्राकृतिक स्रोतहरू जुन छन्, हाइड्रो पावरहरू छन्, माइन्स एन्ड मिनरल्सहरू छन्, हामी कहाँ पर्यटनको त्यत्तिकै सम्भावना छ, आइटी सेक्टरको त्यत्तिकै सम्भावना छ। आइटी सेक्टरलाई त घोषणापत्रमा राष्ट्रिय रणनीतिक उद्योगको रूपमा अगाडि राखेर जाने भन्ने पनि कुराहरू आएको छ। हामी कहाँ त्यत्तिकै पर्यटनको भनेको प्राकृतिक पर्यटन र धार्मिक पर्यटन दुवैको सम्भावना छ। तर यसको लागि त एउटा लगानी मैत्री नीति, अनुकूल नीति, अप्ठ्याराहरू अवरोधहरू नभएको नीतिहरू त आउनु पर्यो नि त, जुन सरकारले अवश्य ल्याउँछ भनेर हामी विश्वस्तै छौँ। अहिले नेपाल दक्षिण एसियामै हाइएस्ट ट्याक्स रेटको रूपमा गनिएको छ। जिडिपीको झन्डै 19.9% भनेको हाम्रो देशको अहिले करको दरहरू छ। त्योभन्दा पनि यदि स्थानीय करहरूलाई जोड्ने भने त्योभन्दा पनि बढी हुन्छ तपाईँ, जबकि अन्य देशहरूमा 13-14% अधिकतमको रूपमा छ। करका दरहरूलाई प्रतिस्पर्धी बनाउनुपर्छ भनेर हामीले आशा राखेका छौँ र वाचापत्रमा पनि ती कुराहरू आइसकेको छन् कि करलाई पनि एकदम यो निजी क्षेत्र मैत्री तयार गर्ने।
आत्मनिर्भर अर्थतन्त्रको कुरा गर्दाखेरि हाम्रो कोस्ट अफ डुइङ झन्डै 20% बढी छ हेर्नुहोस्। र सबभन्दा महत्त्वपूर्ण कुरा के भने यहाँले अघि भनेको जस्तो जुन 2500 व्यक्ति बाहिर गइरहेका छन्, एउटा ठुलो रोजगारी सृजना गर्यो भने त आज त्यत्रो गर्मी ठाउँमा 40-40, 45-45 डिग्रीमा कोही स्वेच्छाले त जान चाहेको होइन नि त। अर्को कुरा हामीले अब माइग्रेन्ट वर्कर्सहरू फर्किएपछि पनि एउटा उनीहरूलाई पनि राख्नको लागि, उनीहरूको लागि पनि एउटा स्किल्ड मेन पावरको डाटाबेस तयार गरेर हामी त्यो लेभलको पनि उत्पादनमूलक क्षेत्र बढाउन सक्छौँ। त्यो लेभलको पनि अन्य उद्योगहरू नेपालमा स्थापना गर्न सक्छौँ। त्यसै कारण के छ, रोजगारी सृजनालाई मेन टार्गेटमा राखेर यदि अर्थतन्त्रलाई त्यही अनुकूल बनाउन सकियो भने नि तपाईँको मलाई लाग्दैन भोलि गएर यहाँका युवाहरूले बाहिर गएर काम गर्नुपर्ने अवस्था हुन्छ। एउटा कुरा त्यो। अर्को के छ, आजको दिन पो यति युवाहरू जुन बाहिर गएर काम गरिरहेका छन्, कोभिडमा किन नेपालको अर्थतन्त्र यसरी बिग्रिन गयो भने हाम्रो विदेशी मुद्राको सञ्चित कम भयो नि त। आज पनि त मिडल इस्टमा वारहरू सुरु भइसक्यो। भोलि त्यहाँ काम गर्ने लामो समयसम्म वार भयो भने त त्यहाँका युवाहरूले केही समयको लागि त फर्किनै पर्छ। हो, कालान्तरमा फेरि पुनर्निर्माण सुरु भएपछि फेरि हाम्रो माग बढ्ला। यस्तो मतलब यो स्टेबलाइज नभएको अर्थतन्त्रले त देशलाई त दीर्घकालीन रूपले फाइदा गर्दैन। त्यसर्थ हाम्रो युवाहरूलाई यहाँ नै नेपालमा नै रोजगारीको सृजना गर्नुपर्ने अहिलेको आवश्यकता हो। जसले रोजगारी यहाँ सृजना भने युवाहरू आश्वस्त हुन्छन्। बाहिर जाने युवाहरूलाई स्किल्ड मेन पावरको रूपमा तयार गरेर अत्यन्त एक्सपेन्सिभ रेटमा मात्रै हामीले पठाउन सक्नुपर्छ। नभए हामी यही कामको सृजना गर्ने देशको अर्थतन्त्र त जुन यो दलगत पार्टीले जुन एउटा घोषणापत्रमा राखेको छ कि 60 खरबको अर्थतन्त्रलाई 100 खरबको बनाउने, त्यो त स्वतः पुरा भइहाल्छ नि त। 7% को आर्थिक वृद्धि दर पुरा गर्न पनि ठुलो होइन। खालि के छ, निजी क्षेत्रलाई विश्वासमा लिएर, निजी क्षेत्रसँग सहकार्य गरेर, निजी क्षेत्रका कुराहरू सुनेर र कुनै पनि नीति एन्ड नियम लागू गर्नुभन्दा अगाडि त्यसको जस्तो रेगुलेटरी इम्प्याक्ट एसेसमेन्ट भन्छौँ क्या तपाईँको। विगतमा यो मौद्रिक नीतिको कारणले 4-5 वर्ष हाम्रो अर्थतन्त्र शिथिल भयो नि त। निजी क्षेत्रले बारम्बार आवाज उठाएको होइन। अहिले 4 वर्षपछि आएर सुधार गरेको छ केन्द्रीय ब्याङ्कले चालु पुँजीकै क्यापिटल फर्मेसनको कुरामा। किन यो 4 वर्ष किन निजी क्षेत्रलाई यसरी सफर हुनु परेको, हाम्रो अर्थतन्त्रमा यत्रो नोक्सान भयो। त्यसकारण यो सरकारलाई सबभन्दा महत्त्वपूर्ण एउटा हामी के सुझाव दिन्छौँ, कुनै पनि रेगुलेटरी बडीले कुनै पनि ऐन नियम लागू गर्नुभन्दा अगाडि त्यसको निजी क्षेत्रमा हुने प्रभावको इम्प्याक्टको एसेसमेन्ट गरेर अगाडि बढोस्। जसले गर्दाखेरि यहाँ लगानीको वातावरण हुन्छ। सबभन्दा ठुलो अब ऐन कानुनको कुरा गर्ने अहिले ठुल्ठुला उद्योगहरूको लागि समस्या के छ भने जग्गाको हदबन्दीको पनि समस्या छ। त्यस्ता कुराहरू फोपाइदियो भने आकर्षित हुन्छ। विदेशी लगानी आउनलाई 1 विन्डो सिस्टम सरकारले गरि त सक्यो, तर त्यसको पनि प्रभावकारी कार्यान्वयन भइरहेको छैन नि त। त्यो कसरी विदेशी लगानी आउँछ? आज हामी भन्छौँ इतिहासकै सबैभन्दा उच्च विदेशी मुद्राको सञ्चित हामीसँग। अब आज हामी विदेशी मुद्राको हेजिङ त गरेर विदेशी लगानीकर्तालाई आश्वस्त गर्न सकेका छौँ। एउटा कुरा यो हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्रमा छ, भारतीय मुद्राको जुन एउटा स्थिर त्यसमा पनि पूर्ण अवलोकन गर्ने। तर के छ भने भारतीय मुद्राको जुन अहिले स्थिर नीति छ त्यसले भारतीय मुद्राको डिभ्यालुएसन भयो भने नेपाली मुद्राको पनि डिभ्यालुएसन हुन गइरहेछ, गर्नुपर्ने अवस्था। भारतीय मुद्राको रिभ्यालुएसन भयो भने नेपाली मुद्राको पनि रिभ्यालुएसन। तर त्यस्तो अवस्थामा हामीले पहिला भारतीय मुद्राको फ्लो कसरी बढाउने? तर अहिलेको निर्वाचन परिणामपछि निजी क्षेत्र अत्यन्त उत्साहित छ कि अब नेपालको वास्तविक आर्थिक समृद्धिको बाटोको लागि निजी क्षेत्र पनि त्यही हिसाबले त्यही जोस र जाँगरले अगाडि बढ्न सक्यो भने हाम्रो आर्थिक समृद्धि धेरै टाढो नहुनु पर्ने हो। नेपाल चाहिँ अहिले यो ग्रेजुएसनको चाहिँ चरणमा छ होइन। लिस्ट डेभलप कन्ट्रीबाट डेभलपिङ कन्ट्रीमा चाहिँ नि रूपान्तरण हुने एउटा प्रक्रियामा चाहिँ अगाडि बढिरहेको छ। हामीले बङ्गलादेशलाई हेऱ्यौँ भने बङ्गलादेशले चाहिँ नि अहिले आफ्नो जुन चाहिँ डेभलपिङ कन्ट्रीको रूपमा चाहिँ अगाडि बढ्ने सन्दर्भमा 2 वर्षको लागि डिले गरेको छ होइन। अब हामीले पनि भर्खरै चाहिँ जेनजी आन्दोलन पनि भोगेर अगाडि बढ्यौँ।
बिचमा चाहिँ नि देशमा आर्थिक शिथिलता समेत चाहिँ देखा पर्यो होइन। अहिले पनि त्यति एकदमै स्पष्ट रूपमा चाहिँ नि आर्थिक चलायमान भएको अवस्था चाहिँ देखिँदैन होइन। वास्तवमा चाहिँ नि अब जुन हामीले चाहिँ ग्रेजुएसन गर्ने भन्दैछौँ, यस प्रक्रियालाई चाहिँ कसरी सम्बोधन गर्नुपर्छ भन्ने लाग्छ त यहाँलाई? नेपाल ग्रेजुएसन हुनु राम्रो हो हेर्नुहोस् अघि, किनभने लिस्ट डेभलप कन्ट्रिजबाट डेभलपिङ हुँदाखेरि हाम्रो कन्ट्रीको पनि एउटा स्टेटस भनौँ न बढ्ने नै हो। विगतमा लिस्ट डेभलप कन्ट्रीको हिसाबले जति पनि फेसिलिटिजहरू छ नि त्यसको पनि हामीले त्यति प्रयोग गर्न सकेनौँ हेर्नुहोस् अघि। तपाईँको ग्रेजुएसन हुने बित्तिकै के हुन्छ भने तपाईँको बाइलेटरल अन्डरस्ट्यान्डिङ, बाइलेटरल ट्रिटीहरू बढी काम हुन्छ। आज एउटा त हाम्रो एक्सपोर्ट अत्यन्त न्यून छ, 90% आयात छ भने 10% मात्रै हाम्रो निर्यात हो। त्यसमा पनि 65% त भारतसँग मात्रै हो, निर्यात पनि 65% भयो। त्यस कारण हाम्रो विदेशमा भनेको अत्यन्त न्यून मात्रै छ हेर्नुहोस् है। त्यस कारण धेरै ठुलो इम्प्याक्ट पर्दैन। तर के छ भने अहिलेको जुन यो विगतमा राजनीतिक परिस्थिति जुन सिर्जना भयो नि, सरकारको राजनैतिक स्थायित्व नभइकन ग्रेजुएसन हुनु त्यति उपयुक्त नहोला भनेर हामीले नै भनिरहेका थियौँ अघि। अब आउने सरकार भनेको एउटा राजनैतिक स्थायित्वको सरकार हो। जति पनि अर्थतन्त्रका चुनौतीहरू छ त्यो यो सरकारले सामना गर्न सक्छ अघि। सरकार छिटोभन्दा छिटो आएर विश्लेषण गरेर अगाडि बढेर जे नीति लिन्छ सरकारले लिन्छ। केही समयलाई सारौँ भने त्यसको लागि पनि निजी क्षेत्र तयार हुन्छ। सरकारले भन्छ होइन हामी अगाडि बढ्नुपर्छ भने पनि निजी क्षेत्र सहकार्य गरेर अगाडि बढ्नुपर्छ भन्छ। चेम्बरको सन्दर्भ कुरा गर्दा नेपाल चेम्बर अफ कमर्स 2007 सालमा स्थापना भए होइन। अहिले आइपुग्दाखेरि हिरक जयन्ती चाहिँ मनाउने सङ्घारमा चाहिँ पुगेको छ, मनाउँदैछ। विभिन्न कार्यक्रमहरू चाहिँ आयोजना भइरहेका छन् होइन। समग्रमा चाहिँ कसरी मनाइराख्नु भएको छ र अब जुन एजिएम पनि होइन साधारण सभा समेत आउँदैछ, यो तयारीहरू चाहिँ के कस्तो छ? अहिले यस्तो छ हेर्नु, नेपाल चेम्बर अफ कमर्स 2007 सालमा स्थापना भयो। 2008मा नेपालको पहिलो बजेट आएको थियो क्या तपाईँ। जहाँसम्म हाम्रा पुराना तथ्याङ्कहरू छ, पहिलो बजेटको सुझावहरू दिन नै चेम्बरको स्थापना भए जस्तो थियो। पहिलो बजेट भनेको तपाईँको 5,25,29,000 थियो त्यति बेला। स्वर्ण शमशेरले रेडियो नेपालबाट त्यो ब्रोडकास्ट गर्नुभएको थियो। आज हामी झन्डै 1964 बिलियनको बजेटको हाराहारीमा हामी छौँ। यो यत्रो 75 वर्षको दौरानमा नेपालमा जति पनि आर्थिक गतिविधिहरूको विस्तार भयो, हरेक बेलामा चेम्बर अफ कमर्सको सहभागिता त्यसमा रहेको थियो। नेपाल राष्ट्र ब्याङ्कको स्थापना 2013 सालमा भयो हेर्नुहोस्। त्यसपछि अलिकति व्यवस्थित भएर पहिलो आयकर नै 2015 सालमा सुरुवात भएको थियो। त्यसपछि 2019मा आयो, हरेक बेलामा। त्यसपछि 2031मा आयो। हरेक समयमा चेम्बर अफ कमर्स हरेक क्षेत्रमा निजी क्षेत्रको क्षमता अभिवृद्धि, निजी क्षेत्र र सरकारको बिचमा रहने यो लगानी मैत्री वातावरण निर्माणको लागि ब्रिजिङको काम गर्ने र निजी क्षेत्रलाई राष्ट्रिय आर्थिक समृद्धि, राष्ट्रिय अर्थतन्त्रमा बढीभन्दा बढी सहभागिताको लागि प्रोत्साहन गर्ने काम चेम्बर लागिरहेको छ। हामी यो अहिलेको प्रादेशिक संरचनामा प्रदेशको पार्टिकुलर प्रदेशमा हुने उत्पादनहरूलाई, कृषि उत्पादन, तपाईँको त्यो क्षेत्रका हाइड्रो उत्पादन, वनजन्तु उत्पादन, पर्यटनको सम्भावनाहरू, त्यो सबैको लागि नै हाम्रा स्थानीय निकायहरूले अगाडि बढेर एउटा जुन सुझावहरू चेम्बर अफ कमर्समा पठाउँछ त्यो सुझावहरूलाई एकीकृत गरेर हामी अहिले अब आउने सरकारलाई पनि दिने गरेको दिन्छौँ पनि है। जसले गर्दाखेरि नेपालमा निजी क्षेत्रको निर्वाध रूपमा लगानी प्रवर्धन होस् है र विदेशी लगानी पनि आकर्षण रहोस् भनेर चेम्बर अफ कमर्स यसैमा जहिले पनि तल्लिनु भएको हुन्छ। फेरि अर्को कुरा, हाम्रो विदेशी धेरै झन्डै तपाईँको 67-68वटा विदेशी चेम्बरहरूसँग पनि एमओयू छ। उहाँहरूसँग पनि अन्तर्क्रियाहरू भइरहेको हुन्छ। विदेशी लगानीका सम्भावनाहरूका बारेमा पनि कुरा भइ नै रहेको हुन्छ। तर अहिलेको अवस्थामा के थियो भने एउटा त राजनैतिक स्थायित्वको अभाव थियो र अर्थनीतिको अभाव थियो, जसले गर्दाखेरि चेम्बर आफैमा एउटा लिमिटेड सेक्टरमा बस्न बाध्य भइरहेको थियो।
तर आउने दिनमा मलाई लाग्छ चेम्बरको धारणा, चेम्बरको लक्ष्य पुरा गर्नलाई अझ सहज हुनेछ, किनभने हामीले राजनीतिक स्थायित्व त अब प्राप्त गऱ्यौँ र राजनीतिक स्थायित्व प्राप्त गर्नु बित्तिकै अर्थनीतिको पनि स्थायित्व हुने विश्वास चेम्बरलाई छ। हस्, यहाँले आफ्नो अमूल्य समय उपलब्ध गराइदिनु भयो, त्यसका लागि यहाँले धेरै धेरै धन्यवाद। धन्यवाद यहाँलाई। दर्शकवृन्द, आजको यो श्रृङ्खलामा हामीले निजी क्षेत्रका धारणाहरू बुझ्ने प्रयास गऱ्यौँ। आज हामीसँग अतिथिका रूपमा हुनुहुन्थ्यो नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालज्यू। उहाँसँग चाहिँ हामीले अहिलेको देशको आर्थिक अवस्था कस्तो छ, निजी क्षेत्रको स्थिति चाहिँ के कस्तो रहेको छ र जुन रूपमा हालै सम्पन्न निर्वाचनपछि सरकार गठन हुने प्रक्रियामा छ, यस सरकारले चाहिँ नि निजी क्षेत्रलाई अब कसरी चाहिँ अगाडि बढाउनु पर्ला र निजी क्षेत्रका अपेक्षा के छन् भन्ने लगायतका विविध सवाल उप केन्द्रित रहेर कुराकानीहरू गऱ्यौँ। यसै गरी अर्को श्रृङ्खलामा अन्य विषयवस्तु र अतिथिका साथ उपस्थित हुने बाचा गर्दै आजलाई चाहिँ म लगायत सम्पूर्ण युनिट बिदा माग्न चाहन्छ। नमस्कार।